खुशी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र महाकाव्यको घोषणा गरिएको छ। सोमबार थीम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो। फरक धारको कथा, आकर्षक भिजुअल इफेक्ट तथा सशक्त एक्सनमा चलचित्र महाकाव्य निर्माण हुन लागेको हो। सार्वजनिक भएको थीम पोस्टरमा दुई धारिलो भाला बीचको टकरावलाई दृश्यमा देख्न सकिन्छ, जसमध्ये एउटा भालामा आगो बलिरहेको छ। चलचित्र महाकाव्य युद्धको कथामा बन्न लागेको संकेत गर्दछ। चलचित्रलाई मदन खड्काले निर्देशन गर्नेछन्। यसअघि मदन खड्काले दर्जनौं म्युजिक भिडियोहरू निर्देशन गरिसकेका छन्। महाकाव्यबाट उनी चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन्। शान्ति मगरको निर्माण रहने चलचित्रमा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ। महाकाव्यले दर्शकलाई अद्भुत सिनेम्याटिक अनुभव दिने निर्देशक मदन खड्काको दाबी रहेको छ। उनी भन्छन् ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा चलचित्र आधारित हुनेछ। यो चलचित्रको इतिहासमै नयाँ युग सुरु हुन सक्छ। उनका अनुसार चलचित्रले नेपाली संस्कृति, मिथक र हराउँदै गएका पवित्र स्थलहरूको कथालाई भिजुअलको माध्यमबाट प्रस्तुत गर्नेछ। चलचित्रको छायाङ्कन यही वर्षको भदौबाट सुरु गर्न लागि उनले जानकारी दिए। साथै निर्माण टिमले चलचित्रमा को कलाकार हुन्छन् भनेर अहिलेसम्म केही खुलाएको छैन।